चिडिया उड त्यही भएर त भाइरल नभएको सभ्य व्यवहार भएको क्या सभ्यता भएको है हामीले लामा लुगा लाछौँ त्यही भएर है। सो म चाहिँ अब पशुपति जानको लागि आज रेग्लु हुँदैछु। बिहानको 7 बजिरहेछ र मैले अब लड्डु लिएँ प्रसादी चढाउनको लागि र त्यसपछि म लड्डु बोकेर अब निस्किँदैछु पशुपतिको लागि र म आफ्नो साथीले त्यहीँ भेट्छु। गाइज अब यो बादरनी पनि मलाई भेटिसकेको छ होइन यो पशुपतिमा कहाँबाट उफ्रिँदै आखिरहेको छ। अहिले आज म पनि कसैको भ्लगमा आएँ फाइनली रे भ्लग चाहिँ बनाउनु राम्रो छ त्यही भएर त भाइरल नभएको भन्नुहोस् न हजुर हामी के रे सभ्य रे होइन हामी सभ्य भन्नुभयो होइन फेरि भन्नु न त यहाँ क्यामेरामा भन्नु न सभ्य व्यवहार भएको क्या सभ्यता भएको है हामीले लामा लुगा लाछौँ त्यही भएर है। राम्रो भने केटी मान्छे भनेको त लक्ष्मीको रूप हो के भगवानको रूप हो शरीर देखाएर लुगा लाउनु हुँदैन केटी मान्छेले। यो सिस्टम चाहिँ मलाई मन पर्यो है है अंश कभरले खेल्ने अगरबत्ती चाहिँ बोकेर जाने वाउ। सो हामी अब पूजा गर्न जाँदैछौँ र यो थाहा छ मैले लास्ट टाइम पूजा भनेको मेरो बर्थडेमा गरेको थिएँ नगरेतिर यो 12 को रिजल्टको कारण आउनु पर्यो। उड गया जा चिडिया उड गाइज यही केटी हो पहिला स्प्लिट्स हुँदाखेरि आकांक्षाको फ्यान हुने केटी अहिले धेरै ओभर एक्टिङ पनि गर्नु हुँदैन क्या। सो गाइज हामी बाहिर आइसक्यौँ होइन अनि अहिले भित्र पूजा गर्दा गर्दै हामीसँग चाहिँ एउटा इन्सिडेन्ट भयो थियो त्यस कारण हामीलाई भित्रै 1 घन्टा कुर्नु परेको थियो र अहिले चाहिँ हामी निस्किसक्यौँ। अब चाहिँ हामी फोटोसुटहरू गर्छौँ ओर्छौँ अनि त्यसपछि खान्छौँ। भोकै आएको र यो किन आएको भन्दाखेरि 12 को राम्रो रिजल्ट आयो भने हामी आउँछौँ भनेर भनेको थियौँ हामी 2 जनाले अनि त्यही भएर आज आएको हामी पशुपति र अब चाहिँ हामी फोटोसुटहरू गर्छौँ अनि त्यसपछि निस्किन्छौँ। अब चाहिँ हाम्रो फोटोसुट भिडियो सुटियो सबै सकिसक्यो र अब हामी चाहिँ निस्किँदैछौँ यहाँबाट र निस्किँदाखेरि यहाँ यसको चटक हेर्न फेरि अब चाहिँ निस्किन्छौँ हामी। गाइस हजुरहरू हेर्नु सक्नुहुन्छ जिरो सिभिक सेन्स
सो मैले प्रसादीको लागि चाहिँ मैले लड्डु लिएँ 1 किलो होइन, र त्यसपछि मैले पे गरेँ, लड्डु लिएँ र अहिले बोकेर म जाँदैछु पशुपति।